सेवा हो। म चाहिँ मीना सिंह, श्रम संस्कृति पार्टी सचिवालय सचिव। हाम्रो चाहिँ यहाँ सचिवालयमा दैनिक जसो सहयोग आउने, त्यस पछाडि नयाँ नयाँ व्यक्तित्वहरू आउने क्रम जारी छ। हाम्रो चाहिँ फागुन 21 गतेको चुनाव पनि नजिक आइरहेछ। त्यसैले श्रम संस्कृति पार्टी र राष्ट्रलाई माया गर्नुहुने राष्ट्रप्रेमी देशप्रेमीहरूले चाहिँ यहाँ स्वदेशमा रहनुहुनेले प्रत्यक्ष रूपमा श्रमदान गरिराख्नु भएको छ भने आफ्नो भौतिक शरीर यहाँ नहुने र प्रवासमा रहनुहुनेले चाहिँ आर्थिक सहयोग गरेर आफ्नो राष्ट्रलाई माया गरिराख्नु भएको छ। अहिले चाहिँ हामीसँग हामी छौँ भनेको सुन्नु गीता राई हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो चाहिँ धैन्द्र शेर रुमदाली बाइङको जीवन सङ्गिनी हुनुहुन्छ। उहाँले पनि सहयोग लिएर आउनुभएको छ। त्योभन्दा अगाडि चाहिँ म पढ्न चाहन्छु। श्रम सांस्कृतिक समूह जिएसयु ब्रुनाई भनेर चाहिँ हाम्रो कुमार बाइङ राई भाइले चाहिँ मलाई पहिल्यैदेखि सम्पर्क गर्नुभएको थियो र उहाँहरूले चाहिँ एकमुष्ट सहयोग रकमहरू तयार गरेर हामीलाई पठाइसक्नु भएको छ। यो चाहिँ हामीले चाहिँ अहिले हामी सधैँ चाहिँ अभियानहरू चलाउँदाखेरि सामाजिक सञ्जालमा र मिडियाहरूलाई साँची राखेर अपडेट गर्ने गरेका थियौँ। तर यो चाहिँ अहिले श्रम सांस्कृतिक पार्टीले चाहिँ आर्थिक चन्दा उठाएर चाहिँ पार्टी चलाइरहेको छ भन्ने खालको भएर चाहिँ चुनावको आचार संहिताले नदिएको कारण हामीले बाहिर पब्लिक गर्न चाहिँ असमर्थ छौँ। त्यसैले अहिले हामीले चाहिँ हामीलाई सहयोग गर्नुहुने, माया गर्नुहुने शुभेच्छुक सहयोगीहरूको नाम चाहिँ पारदर्शिताको लागि पनि पढ्नुपर्छ भन्ने जिम्मेवारी बोध गरेर चाहिँ उहाँहरूले कहाँबाट कति कति पठाउनु भएको छ भन्ने कुराहरू चाहिँ हामी भिडियो मार्फत चाहिँ यहाँहरूलाई सुनाउन चाहन्छौँ। श्रम संस्कृति समर्थक समूह जिएसयु बोर्डाई लेखबहादुर राई धरान 11 सङ्घर्ष चौक निवासी भनेको चाहिँ अघि मैले भने उहाँलाई चाहिँ कुमार बाइङ पनि लेखिराख्नु भएको छ। लेखबहादुर राई धरान 11 सङ्घर्ष चौक निवासी, हाल ब्रुनाईको गोर्खा सेक्युरिटी युनिटमा कार्यरत भारतीय भूपार्टीले पहल गरे पनि क्याप्टेन मणिराम राई साहेबको साथ समर्थन अनि मुख्य अभियानमा सहयोग गर्नुहुने युवराज राई, नरेन्द्र झाकोटे मगर, खडेन्द्र मुसहान र सप्तमणि राई ज्यू लगायत अन्य थुप्रैको मेहनतिलो अभियान साथै माटो र देशप्रति प्रेम गर्ने र हर्क साम्पाङज्यूको देशभक्ति विचारलाई समर्थन गर्ने चाहने सहयोगी मनका धनी सहयोगी दाताज्यूहरूको आत्मीय सहयोगले गर्दा यो रकम सङ्कलन गर्न सफल भएको। यस सहयोग रकम केन्द्रीय सदस्य मीना सिंहज्यू मार्फत श्रम संस्कृति पार्टीको केन्द्रीय सचिवालयलाई पठाएका छौँ र यो सहयोग रकम देशभरि श्रम संस्कृति बनाउने अभियानमा जहाँ जरुरी पर्छ खर्च गर्नुहोला भनेर चाहिँ भन्नुभएको छ। जय माटो जय देश। जम्मा डलर नेपाली रुपियाँ आज मिति 7 फेब्रुअरी 2026को रेट अनुसार, त्यो दिनको रेट अनुसार चाहिँ 3,34,019 रुपियाँ भएको रहेछ। त्यो दिनको रेटमा चाहिँ 3,34,019 र यो 3,34,019 रुपियाँ जम्मा गर्नुलाई चाहिँ कसले सहयोग गर्नुभयो भन्ने उहाँहरूको नाम र ठेगाना रहेको छ। त्यो पनि हामीले पढ्नै पर्छ होइन, किनभने कसले कति गरेको छ भन्ने कुराहरू हामीले त्यो राख्नुपर्ने हुन्छ। संस्कृति समर्थक समूह जिएसयु बोर्डाई यहाँनिर चाहिँ उहाँहरूको चाहिँ आर्मी नम्बर पनि लेख्नु भएको छ उहाँ होइन। नामदेखि भन्छु म उहाँको चाहिँ मणिराम राई हुनुहुन्छ। मैले यो डलर पढिनँ, नेपाली रुपियाँ मात्रै पढेँ। मणिराम राई यो चाहिँ उहाँहरूले नै पठाइदिनु भएको है यो। त्यसैले हामीले यो प्रिन्ट गरेर निकाल्दाखेरि चाहिँ अलिक त्यति क्लियर आएको छैन। यो चाहिँ 11,234 मणिराम राईले चाहिँ 11,234 ललितपुर घलाइटी 26 उहाँको ठेगाना रहेको छ। यसै गरेर नरेन्द्र झाकोटे मगर 11,346 धरान 13 होइन रहेको छ। उहाँहरूको नम्बर पनि रहेछ। यो नम्बर पनि पढिदिउँ जस्तो लाग्यो मलाई, त्यो पनि पढ्न चाहन्छु म। क्याप्टेन हुनुहुँदो रहेछ मणिराम राई 11,234 ललितपुर घलाइटी 26 र नम्बर आर्मी नम्बर 4876 नरेन्द्र झाकोटे मगर 11,346 धरान 13 48 चाहिँ अगाडि पढेको
4868 कृष्ण कुमार राई, 7639 दमक 5, अनि 4907 लेखबहादुर राई 7305 सरी धरान 11 सङ्घर्ष चोक, उहाँ स्वयं आफै संयोजक हुनुहुन्छ यहाँको चाहिँ। अनि 4888 सप्तमणि राई 6965 धरान 10 रमाइलो चोक, 5051 देवकुमार राई 6852 धरान 13, 4803 कुमार राई 6178 विराटनगर 8, 5426 नरेन्द्र राई 6178 उदयपुर कटारी, 5458 धनराज सुब्बा 6178 धरान 11, 5088 योगेन्द्र राणा मगर 6178 धरान 15 नौलोटो, 4972 खमराज राई 6178 धरान 12, 5151 श्यामकुमार राई 6978 धरान 17, 4974 इन्द्र सिंह राई 6178 इन्टरी 30, 5097 जसबहादुर लिम्बू 6178 धरान 16, 5236 पवित्र प्याला 6178 पोखरा 10, 5457 युवराज राई 5729 इलाम नगर 5729 इलाम नगरपालिका 6, 4992 नयन राई 5729 धरान 16, अनि 5564 अशोक राई 5700 धरान, 5042 पहलसेर राई 5730 इटरी, 4939 फणीन्द्र लिम्बू 5729 धरान 13, 5008 हरि राई 5729 सुन्दर हराइचा 11 कर्जुना मोर, 5248 बलराम राई 5729 नमक 2, 5571 सन्दीप राई 5729 झापा 5, 4911 राजेन्द्र लिम्बू 5729 बुढानी कण्ठ 5 काठमाडौँ, अनि 5393 वसुन्ध राई 5729 धरान लेख्नु भएको होला धारण धरान 11, 4858 रणबहादुर मगर 5729 धरान 8, 5496 राजेश कुमार भिरे 5729 पुलिङ 9 रोपाबु तुम्रो 72, 4449 बलबहादुर राई 5617 धरान 15, 4298 कैलाश राज राई 5617 धरान 8 शिवमार्ग, 5062 विनोद कुमार राई 5617 ओखलढुङ्गा हजुरमाको यो चाहिँ नम्बर, नाम अनि नेपाली रुपैयाँ र ठेगाना हामी भन्दैछौँ। यसै गरेर हुनुहुन्छ अब 33 नम्बरमा हुनुहुन्छ 5004 देवकुमार राई 5697 खोटाङ निर्मली नाडा, 5005 नरकुमार राई 5617 गोलाबारी 9 मोरङ, 5247 मनबहादुर दुर्मी 5617 खोटाङ, 5181 धनकुमार राई 5617 धरान 19, 4909 अमित कुमार सुनवार 5617 इटरी 4, 5586 रामकुमार राई 5617 हालेलुङथिङ 5, 5540 अरुण राई 5697 5617 बेलबारी 3, 5211 श्यामकुमार लिम्बू 5617 इटरी 2, 4933 लालकान्छी गुरुङ 5617 शङ्खसभा, 5058 विजय सम्पाम्बे 5617 दमक 2 झापा, 5390 चन्द्रकुमार राई 5617 बरादी सुनसरी, 4925 रोहित लिम्बू
5,617 इटरी 3 5624 आशकुमार राई 5,617 बराहा 7 सुनसरी अनि 4952 टक्कर खापु 5,617 धरान 15 5086 राजकुमार राई 5,617 धरान 17 अजम्बर मार्ग 4956 एकराज राई 5,617 खातम्सा 3 खोटाङ 5038 मिलन राई 5,055 काठमाडौँ 5322 अजय सुब्बा 4,493 भद्रपुर झापा 5396 रामबहादुर बिगो 4,493 धरान 15 5327 नारद मणि राई 4,493 खोटाङ 4986 बुद्धिराज राई 4,493 धरान 15 5504 भवानी प्रसाद वनेम 3,882 दमक 5 5156 श्रीमती मनिषा सान्ताङ राई लिम्बू 3,370 ताप्लेजुङ 4913 खमक बहादुर वाम्बुले राई 3,370 कटारी 3 5,988 ऋषिकेश राई 3,370 खोटाङ 5578 प्रेम कुमार राई 3,370 उखलढुङ्गा 5617 युवराज राई 3,370 उदयपुर कटारी 5278 मनबहादुर सिंगाली 3,370 तनहुँ 5052 बल सिंगाली मगर 2,808 दमक 1 झापा 5085 सूर्यमादेव 2,246 झापा 5387 बागबहादुर कुरुङबाङ 2,246 धरान 15 गरेर उहाँले 61 जनाले गरेर चाहिँ उहाँले 3,34,019 रुपैयाँ चाहिँ श्रम संस्कृति पार्टी सचिवालय नाममा चाहिँ यो सहयोगहरू चाहिँ पठाइसक्नु भएको छ पठाउनु भएको छ। हामीले यो चाहिँ अस्ति हस्तान्तरण गरिसकेका छौँ। क्याप्टेन पूर्ण लिम्बूलाई बुझाइसकेका छौँ। यो रसिद चाहिँ मैले राखेको छु यो होइन। हामीलाई प्रमाणहरू चाहिन्छ किनभने हामीले पछि अडिट गर्दाखेरि चाहिन्छ र उहाँहरूको लागि आफैलाई पनि चाहिन्छ। हामी त सहयोगी दाताहरूले दिनुभएको सहयोगलाई एकदम पारदर्शी हिसाबले राख्नुपर्छ भन्छौँ तर अब नेपालमा हाम्रो व्यवस्था यस्तै खालको छ होइन। त्यसैले सम्पूर्ण दाताहरूप्रति जसले चाहिँ राष्ट्र निर्माणको लागि हक सम्पादनको अभियानलाई चलाउनु भएको छ जिएससी मोनाइमा रहेर सम्पूर्ण दाताहरूप्रति चाहिँ हामी आभार व्यक्त गर्दछौँ। यहाँहरूको साथ र सहयोगले गर्दा नै आज चाहिँ हक सम्पाद सफल पनि हुनुभएको। विदेशबाट चाहिँ सहयोग नआउने भएको भए चाहिँ हक सम्पाद एक्लै कराएर केही पनि हुनेवाला पनि थिएन होइन। त्यसैले हामी एकदमै सहयोगको लागि आभार व्यक्त गर्दछौँ र यसै गरेर उहाँहरूको नम्बरी हुनुहुन्छ धरेन्द्र शेर रुङ्गाली बानी उहाँहरूले पनि 5,000 सहयोग लिएर उहाँको जीवन सङ्गिनी गीता राई यहाँ उपस्थित हुनुहुन्छ। यो पनि हामी उहाँलाई हस्तान्तरण गर्छौँ अनि पैसा चाहिँ नदेखाउनु भन्नुहुन्छ त्यसैले देखायौँ ल। त्यसको लागि सबैप्रति आभार व्यक्त गर्दछु। हजुरले केही भन्नुहुन्छ? के भन्नु अब मैले यो रसिद लिएँ होइन यो पनि प्रमाण हजुर प्रमाण मैले लिएको छु। यो पनि लगिदिनु ल। यति मैले लिएको छु। यो 3,34,000 अनि फेरि एकपल्ट भनिदिन्छु म 3,34,1900 रुपैयाँको रसिदहरू पनि हामीले उहाँलाई नै आधिकारिक रूपमा महेन्द्रको श्रीमती जीवन सङ्गिनी भनौँ उहाँलाई नै हामीले हस्तान्तरण गऱ्यौँ र उहाँले नै यो लाइनमा पठाइदिने बाचा पनि गर्नुभएको छ। हवस् त सबैजनालाई सेवा हो।